हेलो एभ्रीबडी, तपाईहरु सन्चै हुनुहुन्छ होला। आज म ब्रेकफास्ट खाइरहेको छु अनि ब्रेकफास्टमा मेरो मनिषा बहिनीले ल्याइदिएको सिमल तरुल घिउमा फ्राई गरेको छ है। अनि मलाई त एकदम मिठो लाग्छ। अनि मेरोमा कालिम्पोङबाट मेरो साइली भाउजूले आभाकाडो ल्याइदिनु भएको थियो, एकदम मिठो आभाकाडो। अनि बोइल्ड एग छ अनि मेरोमा कफी छ है त, फिल्टर्ड कफी है। अनि यस्तो छ मेरो आजको खाजा, बदामको अचारमा डिप गर्दै खाँदैछु है त। खै साह्रै मिठो लाग्छ हौ। टेस्टी। ओहो, सिमल तरुल फिल्टर्ड कफी बेस्ट कम्बिनेसन। अनि अन्डा र आभाकाडो त झन् के भन्नु है, एकदम तालमेल मिल्छ। यो सिमल तरुल कतिले पोलेर खानुहुन्छ आगोमा है, कस्तो मिठो हुन्छ है त्यो पनि। कतिले चाहिँ फ्राई गरेर खान्छ, कतिले उसिनेर अचारसँग है। अर्को चाहिँ मलाई सिमल तरुल नि सिद्राको अचारमा पनि दामी लाग्छ है। अनि मलाई खै सानैदेखि खाएर होला मिठो लाग्छ। झन् यो अचारमा डिप गरेर त हेर्नु नि कता हो। ए घिउमा भुटेको साह्रै मिठो लाग्छ। कस्तो नआएको चिप्लो भएर।